आज चाहिँ मलाई एकदमै धेरै पुलाउ खान मन लागिरहेको थियो, त्यही भएर म चाहिँ पुलाउ बनाउँदैछु। मैले चाहिँ कराईमा 3 चम्चा जति घिउलाई हालेँ, त्यस पछाडि ल्वाङ, सुकुमेल र मरिचलाई फ्राई गरिदिएँ। अनि त्यस पछाडि काजु अनि मटर र नरिवललाई पनि फ्राई गरिदिएँ। त्यस पछाडि माथिबाट चामललाई हालिदिएँ। चामललाई हालेर राम्रोसँगले फ्राई गरिसके पछाडि चाहिँ माथिबाट अलिअलि पानीलाई पनि हालिदिएँ अनि चलाउँदै छोप्दै पकाउँदै चलाउँदै छोप्दै पकाउँदै गरेँ। मेरो पुलाउ पनि पाकेर रेडी भयो। त्यस पछाडि चाहिँ म आलु र काँक्राको अचार बनाउँदैछु। मैले चाहिँ आलुलाई अलरेडी म्यास गरेर राखेको थिएँ। माथिबाट काँक्रालाई हालिदिएँ अनि मरमसलाहरूलाई पनि हालिदिएँ। त्यस पछाडि माथिबाट तोरीको तेलले झानिदिएँ अनि माथिबाट चाहिँ प्याज र बदामको छोपलाई पनि हालिदिएँ अनि कागती निचारिदिएँ। त्यस पछाडि मेरो आलु र काँक्राको अचार पनि बनेर रेडी भयो। त्यस पछाडि चाहिँ मैले प्लेटिङ गरेँ। मैले चाहिँ पुलाउ हालेँ। त्यस पछाडि अगाडि नै बनाएर राखेको राजमा र पनिरको सब्जी हालेँ, पापड हालेँ। त्यस पछाडि काँक्रा, प्याज अनि त मेरो भेज पुलाउ पनि बनेर रेडी भयो। हजुरहरू पनि एकचोटि ट्राई गर्नुहोला। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।